हेलो एभ्रिवान हजुरहरू सबैलाई फेरि पनि नेपाली फ्लेभरमा स्वागत छ। आज मैले अन्डा किमा रोल बनाउन गइरहेकी छु। अन्डा किमा रोल बनाउन मैले चाहिँ सुरुमा किमा फ्राई गर्छु। त्यसको लागि प्यान बसालेर तेल हालेर एकछिन तेललाई सबैतिर चारैतिर लगाएँ प्यानमा र त्यसपछि मैले किमा हालेँ। किमा चाहिँ चिकन किमा हो। किमा हालिसकेपछि मैले किमालाई मजाले चलाउँछु। यो किमामा चाहिँ पछिबाट मैले नुन बेसार केही नि हाल्नु पर्दैन। मैले सबै मरमसला पहिल्यैदेखि हालिसकेको हो। यो किमा चाहिँ मैले मोमोको लागि बनाएको किमा हो। म अलिकति राखेर चाहिँ मैले किमा रोल बनाउँछु भनेर राखेको हो। ल अब मैले किमालाई मजाले चलाइ पकाइसकेछु। यो चाहिँ मजाले चलाउनु होला है त नत्र तल लाग्ने डर हुन्छ। यतिकै चलाइसकेपछि मेरो किमा पाकिसक्यो। अब यो किमालाई मैले चाहिँ प्लेटमा राख्दैछु। प्लेटमा राखेर सबै किमालाई प्लेटमा खनाउनु होला। किमा भइसकेपछि अब रोटी बेल्ने पालो हो। रोटी बनाउँदा चाहिँ मैले मैदाको पिठो युज गरेकी छु। मैदाको पिठो मैले पहिल्यै मुछिसकेको थिएँ। अब त्यो डोलाई गोलो गोलो बनाएर सानो सानो डो सुक्खा पिठोमा लगाएर बेल्दैछु। मजाले बेल्नुपर्छ यसलाई चाहिँ पातलो गराएर गोलो गोलो गर्दै मैले हात घुमाउँदै बेल्दैछु। अब यसलाई चाहिँ नि मजाले ठुलो आकारमै बेल्नुपर्छ। मैदाको फेरि अलि चाम्रो हुन्छ त्यसैले चाहिँ मैले मजाले बेल्दैछु यसलाई चाहिँ नि ठुलो आकार दिएर। ल अब रोटी पनि भइसक्यो। अब चाहिँ अन्डाको पालो। अन्डा चाहिँ मैले फेर्दैछु। अन्डा राखेपछि नुन राखेँ। नुन पछि मैले थोरै बेसार राख्दैछु। हालिसकेपछि मैले अन्डालाई मजाले चलाउँछु। अन्डामा चाहिँ नुन बेसार सबै घोलिने गरी मजाले चलाउनु होला। ल यतिकै भएपछि हुन्छ। रोलमा चाहिँ भेजिसहरू युज हुने भएकोले मैले भेजिस काटेर राखेकी छु। हरियो धनियाँ, हरियो खुर्सानी, गाजर र प्याज प्यान बसालेँ। अब यो प्यानमा चाहिँ म रोटी पकाउँदैछु अघिको। मैले तावा तातिसकेपछि रोटी हालेँ। रोटी चाहिँ तावा पहिल्यै तातेको भएर फुलुक्क फुल्यो। अब त्यसलाई चाहिँ म फेरि ओल्टाइ-पल्टाइ गर्छु। ओल्टाइ-पल्टाइ गर्नको लागि चाहिँ मैले ओल्टाइ-पल्टाइ अब मजाले हात पोल्छ अलि बिस्तारै गर्नुपर्छ। मैले चिम्टाको सहायताले पल्टाएँ रोटीलाई। त्यस्तै गरी मैले रोटीलाई बिस्तारै बिस्तारै सेक्दैछु। रोटी चाहिँ मजाले पाकेको हुनुपर्छ रोल बनाउनको लागि। मैले चाहिँ अब त्यो रोटीलाई दाब्दै चाहिँ पकाउँदैछु। रोटी चाहिँ मजाले पकाउनु होला दाब्दै दाब्दै। अब मैले फेरि ओल्टाइ-पल्टाइ गर्दै सेक्दै दाब्दै पकाउँदैछु। काँचो भएको नहुनुहुन्न। ल यतिको रातो भएपछि मलाई रातो रोटी मनपर्छ मैले निकालेँ। अब त्यही प्यानमा मैले चाहिँ तेल हालेर अघिको अन्डा पकाउँछु। तेल हालिसकेपछि मैले प्यान चाहिँ हल्लाएर अलिकति तेल चारैतिर लगाएँ। त्यसपछि मैले अन्डा राखेँ। अन्डा राखिसकेपछि मैले थोरै प्यान हल्लाएर फेरि अन्डालाई अलिक ठुलो बनाएँ। अन्डा पनि मजाले ठुलो भइसक्यो र त्यसमाथि मैले रोटी राखेँ अघि पकाएर राखेको। रोटी राखेर चाहिँ मजाले प्रेस गरिदिनु होला माथिबाट। अन्डा र रोटीलाई मजाले रोटी माथिबाट प्रेस गर्नु होला। त्यसै गरी मैले रोटीलाई पनि फ्लिप गरेँ। अन्डा पनि मजाले पाकिसक्यो। मैले त्यस्तै रोटीलाई ओल्टाइ-पल्टाइ गरेर फेरि एकछिनसम्म पकाउँछु। दाब्दै पकाउनु होला। अन्डा मजाले पाक्नुपर्छ। अनि मैले रोटी निकालेर बाहिर प्लेटमा राखेँ। अब म त्यसमा टमाटरको चटनी लगाउँदैछु। टमाटरको चाहिँ यो मिठो ट्वाक्क परेको चटनी हो। मैले त्यसपछि अन्डा र माथिबाट चटनी मजाले सबैतिर फिजाएर राखेँ। अघि बनाएर राखेको किमा पनि त्यहीमा हाल्दैछु। किमा हालिसकेर मैले किमालाई चाहिँ मजाले सेपमा मिलाएर लामो गरेर राख्नुपर्छ किनकि रोटी रोल गर्ने हो नि त। अनि त्यसरी मजाले रोटी रोल हुन्छ भनेर राखेँ। त्यसपछि मैले काटेर राखेको प्याजलाई पनि मैले माथिदेखि चारैतिर राम्रोसँग राखेँ। त्यसपछि गाजर राख्दैछु। गाजर राखेपछि मैले थोरै हरियो खुर्सानी पनि राख्दैछु। राखेपछि मैले हरियो धनियाँ फेरि माथिदेखि राख्दैछु। हरियो धनियाँ राख्दाले मिठो स्वाद लाग्छ। त्यसपछि मैले सानसानो गोलभेडा पनि मजाले माथिबाट राख्दैछु त्यसमा मिलाएर। गोलभेडा राखेपछि मैले थोरै टमेटो केचपले चाहिँ मैले मजाले डिजाइन दिन्छु भनेर चाहिँ मिलाएर राख्दैछु। टमेटो केचप मैले मजाले अलिकति धेरै नराख्नु होला। फेरि अलिकति राखेपछि मैले रोटीलाई चाहिँ अब रोल गर्न लागेँ। रोटीलाई चाहिँ मजाले यसरी रोल गर्नु होला। अब हेर्नुहोस् त कस्तो राम्रो भयो। अब यतिको खाँदा नि हुन्छ र मैले चाहिँ पेपरमा बेर्दैछु। पेपरमा बेरे चाहिँ अलिक हातमा चाहिँ चिल्लो कम लाग्ला भनेर पेपरमा बेर्न लागेको हो। पेपरमा ऱ्याप गरिसकेपछि मैले प्लेटमा राखेँ। ओहो कस्तो क्यामेरा हल्लेको। ल मैले सर्भ गरेँ है त केचपसँग। रोल चाहिँ मिठो भएको थियो। यसै गरी हजुरहरूले पनि आफ्नो घरमा अन्डा किमा रोल बनाएर खान सक्नुहुन्छ। मेरो यो भिडियोलाई लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यसै गरी हजुरहरू माझ म अरू खानाको नयाँ रेसिपी पनि ल्याउने छु। थ्याङ्क यू।